आजको काम गर्दा हेर्नुस् त हातमा ठेलै उठेको। सो वेलकम ब्याक टु माई च्यानल साथीहरू, सबैजनामा नमस्ते भन्न चाहन्छु। जोजोलप्पा म चाहिँ आज अलिकति ढिला भएको छ भिडियो हाल्न। म चाहिँ खेतमा जानु परेको थियो, खेतमा आली लाउनु काम थियो हैन, आफ्नो काम पनि गर्नु पर्यो। खेतबाट घर आएपछि चाहिँ यसो यताउता हेरेको, स्याउ रहेछ हैन। स्याउलाई पखाले सुरुमा स्याउ पखाले, मुखसुख धोए, हातगोडा धोए, अनि त्यसपछि स्याउतर्फ खानुतर्फ लागे। स्याउ खाइसकेपछि चाहिँ वार्मअप गर्न थालेँ हैन। म अब एक्सर्साइज गर्नै पर्यो। बिहान एक्सर्साइज गर्न पाएको थिएन किनकि बिहानै जानु परेको थियो हैन, खेतमा जानु परेको थियो नि त। सो छिटो वार्मअप गरेँ। वार्मअप गर्नुको कारण चाहिँ के हो भने, वार्मअप गरिसकेपछि अलिकति जिउ पनि दुखिरहेको हुन्छ। अनि त्यसपछि वार्मअप त एक्सर्साइज गर्नुभन्दा अगाडि गर्नै पर्यो नि हैन। त्यो नसाहरू त्यो के भन्छ गुजुलेर बसिरहेको हुन्छ क्या, सो समथिङ। अब सुरुमा चाहिँ नर्मल पुसअप गर्न थालेँ हैन। नर्मल पुसअप 20 को हान्न थालेँ। नर्मल पुसअप चाहिँ 20 को हान्न थालेँ। खासै पुसअप गर्ने ठाउँ राम्रो थिएन, तपाईँलाई थाहा नै छ घरको हालत, घर बनाउँदै थिएँ। सो नर्मल पुसअप हानिसकेपछि चाहिँ मैले चेस्टको पुसअप हान्न थालेँ हैन। चेस्टको पुसअप चाहिँ हिजोको जस्तै अलि अग्लो ठाउँमा काठको सहायता र ढुङ्गाको सहायता लिएको छु मैले चाहिँ हैन। सो नर्मल पुसअप हानिसकेपछि मैले काठमा चेस्टको लागि पुसअप हानेँ। चेस्टको लागि पुसअप हान्दा अनि यसो पम्प भएको जस्तो फिल भयो हैन। हल्का हुन्छ नि त, अब बिहान अलि लेजी फिल हुने के, त्यसपछि पम्प भयो हल्का। अनि त्यसपछि बाइसेपको गर्न थालेँ। हिजोको जस्तै काठको सहायता लिएँ, बाइसेपको गर्न थालेँ। बाइसेप पनि 20 को सेट हानिरहेको थिएँ। अनि यताउता हेरिरहेको थिएँ, यसो हेरेको अलिकति राम्रो इम्प्रुभ आएको जस्तो फिल भयो। सो त्यही भएर मैले बाइसेपको हान्न थालेँ। बाइसेपको 20 को सेट हानिसकेपछि चाहिँ मैले ब्याकको हान्ने प्लानिङमा गरिरहेको थिएँ। बाइसेपको हानिरहेको थिएँ। सो त्यही हो, हेरिदिनु होला। अनि त्यसपछि चाहिँ मेरो पाला आयो ब्याकको पनि हानेँ। ब्याकको पनि 20 को सेट हान्न थालेँ। खासै राम्रो क्वालिटी त आएको थिएन हैन, किनकि अब क्यामेरा गर्ने मान्छे नै थिएन। अब ब्याकको हानिसकेपछि चाहिँ मैले लेगको हान्न थालेँ। लेगको पनि मैले 20 को हान्न थालेँ, किनकि हिजो चाहिँ मैले लेगको हानेको थिएन। आज चाहिँ मैले लेगको हान्ने सोचमा थिएँ। के अरे अब खुट्टा पनि दुखिरहेको थियो क्या, खेतमा गएको थिएँ। अब मेरो खुट्टा हेर्नुहुन्छ चाहिँ त्यसलाई चाहिँ इग्नोर गरिदिनु होला। सो त्यसपछि चाहिँ मैले हिजोको जस्तै सो गर्न थालेँ, कतिको पम्प भएको छ। धेरै सेट चाहिँ हानेन आज, किनकि खेतमा गएर अलिक थके पनि लागेको थियो। ब्याक चाहिँ एकदम राम्रो देखेको थियो है, ब्याक चाहिँ अहिले इम्प्रुभ आएको थियो मेरो। अनि त्यहाँबाट बाइसेप पनि राम्रै थियो। सिक्स प्याक अलिक घटेको छ किनकि फ्याट लागेको छ, धेरै भएको थियो नगरेको। अब पेटको चाहिँ भोलि गर्छु भन्ने प्लानिङमा थिएँ म। अनि सो त्यही हो, ट्राइसेप सो गरेँ। खेतमा जाँदाखेरि अलिक ढिलै भएको थियो, खुट्टाहरू अब त्यही हो, एक्सर्साइज गरेपछि धुन्चुहरू बसिरहेको थिएँ। अनि त्यही भएर मेरो खाना पनि रेडी भएको थियो। खानामा चाहिँ डाइट त्यही हो, एउटा अन्डा अनि त्यहाँबाट तरकारी, घिउ र भात। सो बाई बाई।